नेपाली र अमेरिकी डलर जलेको छ कि अब हामीले 1 मिनेट जस्तो जलेका टुक्रा नोटहरू हेर्दाखेरि नै यो एक मुठी भइसकेको छ र यहाँ एउटा शङ्कास्पद यो खाडल देखिएको छ। यो के हो जान्न सकिएन। खाल्डो खनेको पनि देखिन्छ, केही झिकेको जस्तो पनि देखिन्छ यहाँबाट। यहाँका स्थानीयहरूले यहाँ जति पनि कागज भेटिन्छन् ती सबै पैसाहरू नै छन्। यो सबै पैसा नै हो। हामीले 2 मिनेट खोज्दाखेरि 1 मुठा यो जलेका पैसा फेला पारेका छौँ र यहाँ कुनै पनि नोट 500 भन्दा तलतिरका छैनन् कि अमेरिकी डलर सहेको छ। र यहाँ जति पनि यो तपाईँले देख्न सक्नुहुन्छ, यहाँ यो धुलोहरू छन्, यो जलेको यो सबै नेपाली नोट हो। कति धेरै अकुत पैसा राखिएको थियो भन्ने एउटा उदाहरण हो। यो ढोका चाहिँ फोडेर यहाँ, किनभने यहाँ तालचा नै लगाइराखिएको छ, सिङ्गै पुरै पैसाले भरिएको थियो जस्तो देखिन्छ। किनभने यो कोठाभरि जलेको पैसा मात्रै छ। सिधा कुरामा यहाँहरूलाई स्वागत छ। म यति बेला बुढा नीलकण्ठ 1 मा छु र यो जुन गेटमा म उभिएको छु, यो गेट र पृष्ठभूमिमा यो जलेको घर, यो देशले 5 पटक प्रधानमन्त्री बनाइसकेको नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउबाको हो। जेएनजी आन्दोलनको दोस्रो दिन हिजो मात्रै यो घरमा पूर्व प्रधानमन्त्री एवं नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउबा दम्पति रहेकै अवस्थामा आन्दोलनकारीले घर नियन्त्रणमा लिएर आगजनी गर्दै उहाँहरूलाई कुटपिट गरेका थिए। आज म तपाईँहरूलाई यो घरमा देउबा दम्पतिसहित नियन्त्रणमा लिइसकेपछि प्रदर्शनकारीहरूले के गरे, यो घरको अवस्था कस्तो छ, म तपाईँहरूलाई यो घरको सम्पूर्ण अवस्था देखाउन गइरहेको छु। गेटबाट छिर्ने बित्तिकै कम्प्लिट यो घर सम्भवतः अत्याधुनिक सुविधा जे उपलब्ध हुनसक्छ नेपालमा एउटा बलियो घर बनाउनका लागि, ती सबै सुविधासहित बनाइएको घर हो। र यो गेट पूर्ण रूपमा जलेको छ। त्यसै गरी यहाँ पछाडिपट्टि म तपाईँलाई यो गेटबाट छिर्ने बित्तिकै दाहिनेपट्टिको यो पृष्ठभूमि देखाउँछु। यो सम्भवतः भान्सा या प्रतीक्षालय, सुरक्षाकर्मीको प्रतीक्षालय जस्तो देखिन्छ। किनभने यो पूर्ण रूपमा जलेका कारणले यहाँ केही पनि के छ भनेर भन्न सक्ने अवस्था छैन। र यो जुन अगाडिको भाग छ, यो पार्किङ अगाडिको, यस्तै गरी यता प्रतीक्षालय छ र यो विशाल कम्पाउन्ड सहितको घर पूर्ण रूपमा जलेको छ। यहाँ मोटरसाइकल, यस्तै गरी कारहरू, 4वटा कार जलेको देखिन्छ। एउटा